क्याबिनेटको बैठक बस्नु अगाडि चाहिँ समय मिल्यो भनौँ। कति मिनट जति गऱ्यौँ होला 10-15 मिनट। के भन्नुभयो उहाँले भनेका कुराहरू तपाईँले मैले मागहरू यस्ता यस्ता छन् भनेर भन्दाखेरि विशेष त्यो खानेपानीको कुराहरू फोकस गर्ने कुराहरू के कुराहरूमा लिएर चाहिँ छलफल गरेको। खानेपानी मात्रै थियो तपाईँले खेलकुदको पनि कुरा उठाउनु भयो त्यो पनि छ, थुप्रै छ त्यहाँ लिस्ट सबै कुरा त्यो लिस्टमा पल्टाएर सबै 1 by 1 गइराख्ने कुरो पनि भएन। त्यो जो के अरे केही त्यहाँ भनौँ न वनको कुराहरू पनि छ क्या त्यहाँ क्याबिनेटबाट निर्णय गराएर भोगाधिकार लिने अनि मात्रै हुने भन्ने कुराहरू छ नि त। ती विषयहरू हुने कुराहरू वनसँग सम्बन्धित प्रधानमन्त्रीज्यूले चाहिँ ठ्याक्कै के भन्नुभयो उहाँको शब्दले सहयोग गर्छु भन्नुभयो राम्रो तरिकाले। प्रोसेस सुरु भयो भनेर पब्लिकलाई भनिदिनुहोस्। तपाईँको प्रायोरिटीमा सबभन्दा पहिला चाहिँ के परेको छ तर म त यस्तो छ, म त के अरे मैले अघि भर्खर बोलेँ खानेपानीको समस्या अहिले के छ भने धरानमा त्यस्तो छैन, तर मैले अहिलेको लागि मात्रै सोचेर हुँदैन। सहर विस्तारित हुँदैछ, प्रत्येक साल 200-300 घर थपिन्छ होइन। म आएर मात्रै मैले चाहिँ झन्डै 3000वटा धारा प्लस थपिसकेँ 3 वर्षमा। भनिसकेपछि 1000को के अरे एभरेजमा बढिरहेको छ माग है। त्यो मागको आपूर्ति गर्नका लागि मैले दुनियाँभरको चाहिँ श्रम गरिरहेको छु, तपाईँलाई थाहा छ नि है। त्यतातिरको अब कुनै पनि रहेन। म त कहिले त ताप्लेजुङबाट पनि ल्याउँ कि पाइप भन्दैछु। मेरो साथ एउटा बडो चर्चाको विषय नि त्यसले गर्दाखेरि यहीँनिर चाहिँ नि मेलम्चीको धारा छ, त्यो धारा ढुङ्गे धारालाई तमाम प्रधानमन्त्रीज्यूहरूले उद्घाटन गर्नुभयो। जो मन्त्री मैले श्रमदान गर्नुपर्छ कि जस्तो लाग्दैछ। कुन दिन म आउँछु फेरि। यही मेलम्चीको धारामा पानी आएको छैन अनि धारामा पानी पुर्याइदिनु छ भन्ने विश्वास लागेको छ। यस्तो छ त्यो के अरे शङ्का उपशङ्का त्यस्तो खालको कुरा पनि नगरौँ। गर्छु भनेपछि सकेपछि अब उहाँले गर्नुहुन्छ गर्नुपर्छ।